हेलो नमस्ते हाम्रो म टासिदले स्वागत छ हजुरहरूलाई अनि गुड मर्निङ सबैजनालाई। साथीहरू हामी चाहिँ हिजो म चाहिँ जङ्गल गएको थिएँ, बस्तीको अर्ग्यानिक सब्जीहरू खोज्नु गएको थिएँ। अनि साथीहरू यो च्याउ पनि पायो, आप्पाको चाहिँ फेभरेट हो। यसलाई चाहिँ मिर्गे च्याउ भन्छ, कटुसको रूपमा मात्रै पलाउँछ। कुनै चाहिँ गुलियो हुँदो रहेछ, कुनै चाहिँ अमिलो हुँदो रहेछ। हामीले चाहिँ तर अमिलो भेटाइछु। आलुसँग फ्राई गरेर खानु एकदमै मिठो हुन्छ। अनि यो कटुसको च्याउ तपाईहरुलाई भन्नु पर्दैन, अस्ति नै मैले भनिसकेँ यो कटुसको च्याउको विषयमा। त्यहाँबाट साथीहरू हामीले चाहिँ सिस्नो पनि यति टिपेर लिएर आए हो। यो सिस्नो चाहिँ कतिजनाले चाहिँ सुँगुरको चारोहरू दिन्छ है, तर यहाँ चाहिँ यो सिस्नोहरू खाने गर्छ है। एकदमै मिठो हुन्छ, पातले सिस्नो भन्दा पनि त्यो अर्को सिस्नो भन्दा पनि यो सिस्नो चाहिँ एकदमै मिठो र टेस्टी हुन्छ है। मिठो भएको थियो हिजो बनाएर खाँदाखेरि। अनि साथीहरू यो टुसाको नाम चाहिँ के हो मलाई याद छैन हो, मैले बिर्सेछु, मलाई मुखमै आएन। अनि तपाईहरुले चिन्नुहुन्छ भने कमेन्ट गर्नु होला है। एकदमै मिठो हुन्छ साथीहरू। मेरो चाहिँ फेरि टुसाहरू भन्यो भने चाहिँ एकदमै मनपर्छ हो टुसाहरू। अनि आज चाहिँ म सिस्नो बनाउँछु, त्यहाँबाट यो टुसा अनि कटुसको च्याउ मिसाएर बनाउने।